आजको दिन चाहिँ यसरी बारबिक्यू बनाएर ल साथीहरू अब चाहिँ ससेज पोलिरहेको आजको हाम्रो पिकनिक चाहिँ अब सुरु हुन लाग्छ है त है एकदम भिडियो बनाएको पढिसक्यो म त पढिसक्यो के भन्छ नि एकचोटि तल आउँदाखेरि एउटाचोटि माथि जाँदाखेरि गर्छ त्यो गोड चाहिँ तल र माथि अहिले चाहिँ यो नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा धेरै महिना भयो थियो है भिडियो बनाएको थिएन कामको व्यस्तताले गर्दा भिडियो बनाउनु पाएको थिएन आज चाहिँ हामी सबै साथीहरू मिलेर पिकनिक भनौँ कि के भनौँ अब पार्कतिर गएर यसो अब ईदको छुट्टी पनि छ है 3-4 दिन ईदको छुट्टी चाहिँ मनाएर चाहिँ आउने प्लान छ अब है अब हेरौँ के कसो हुन्छ अब साथीहरू सबै आइसकेको छ हामी चाहिँ रियादभन्दा अलिकति बाहिर लगभग 30-40 किलोमिटर चाहिँ बाहिर आएको छु है यो एउटा पार्क रहेछ यो खम्सा भन्ने पार्क चाहिँ बेलुका भयो है खासै उस्तो देखेको छैन साथीहरू पनि आएको छैन यता छ एकजना हाम्रो पार्टनर अब पुरै लाइट बालेर चाहिँ अब घुम्नुपर्ने स्थिति रहेछ बेलायमै आउनु पर्दो रहेछ यता चाहिँ त्यो माथि त घरहरू होला झन् यो चाहिँ साउदी अरबको रियाददेखि लगभग 30-40 किलोमिटरको दूरीमा रहेको अल हायर खम्सा पार्क भन्दो रहेछ यसलाई चाहिँ साथीहरू यी घोडा पनि रहेछ है भर्खरको सानो छिटै रहेछ यार घोडा त सानो रहेछ त्यही होला यता पनि रहेछ कि बेच्ने घोडा होला यिनीहरू साथीहरू हामी चाहिँ यो पार्कमा चाहिँ आइसक्यो साथीहरूले आगो बालेर चाहिँ अब बारबिक्यू बनाउन लाग्छ है साथीहरू यो चाहिँ कोइला चाहिँ अब एकदम रेडी अवस्थामा भइसक्यो अब यो बलेकोलाई यता नबलेकोलाई बिजमा हाल्नु है त ल साथीहरू अब यी बारबिक्यू रेडी हुँदैछ हाम्रो चाहिँ हैन एकदम अनि आउनु पर्यो नि म छाउनु पर्यो नि हो म फेमस हुनु पर्यो नि तब मलाई चिकन बारबिक्यू चाहिँ रेडी हुँदैछ अब हाम्रो सबैले कल गरेर ल आइदिनु पर्यो भनेर बोलाउँछ त हौ ओन्ली स्पेशल फर बारबिक्यू रातिको समयमा हामी चाहिँ एकदम साथीहरू मिलेर अब भोलिबाट त हाम्रो ईदको छुट्टी सकिन्छ एक वर्षको लागि छुट्टी सक्यो अब यार 2 महिना लागि 1 वर्ष लागि भन्नु पर्यो अब बक्रा ईद त सकेरै 1 वर्ष त हो नि अब त अहिलेको लागि आउने ल साथीहरू हामी चाहिँ आजको दिन चाहिँ यसरी बारबिक्यू बनाएर साथीभाइहरूसँग
यो माथि चढ्न सक्छ आखाने हो क्रेमा क्रेम कजु सोधेर यहाँ के दिने सक्ने त्यो लामाको तल या माथि चाहिँ यो खाली भयो ल खाली भयो माथि घोडाको दर्शन गरेर हिँड्छ होला ल साथीहरू अब चाहिँ ससेज पोलिरहेछ है यता त फर्काउनु पर्छ चाँचर फर्काउनु पर्छ चाँद पर्छ यो त डरला नि फेरि चाँडै उस गरेन यो चाहिँ छिटो घुमा गरेर राख्नुपर्छ झडे छैन हो झडे छैन हो नगर्नु कि त्यो हामी अहिले चाहिँ हाउले हप्ता छैन नि त नखाए कुकुर जिन्दाबाद हो आज हाम्रो पिकनिक चाहिँ अब सुरु हुन लाग्छ है त है यो फोटो चाहिँ मलाई पनि चाहियो म यहाँ कोबाट पठाउँछ यहाँ कसै पठाउँछ मैले यहाँ पिकनिक सुरु हुन लाग्छ आजको अनि आजको पिकनिक है त यो त नि हामीले नपुग्यो के फरक पर्दैन ओ भेज मान्छे खानु पर्यो नि कहाँको नन भेज खानेवाला मान्छे ल सबै मलाई दिएर हुन्छ सबै ल के हो यसो त भएन हो अनि हामीले आइटम चाहिँ उता खाली गरेर थाल चाहिँ यता पासेले देऊ न फोटो भिडियो कसरी गरेछ मलाई चाहियो है त उताबाट निकालौँ ल आजको हाम्रो ईदको छुट्टी पासेको हो ल त्यो उठाउनु यता गर्नु पर्यो के के त्यसले उठाउँ भन न ईदको अन्तिम दिन है परेको छ चिज सबै साथीभाइहरू बहिनी बोलेर चाहिँ हामी यसो मनोरञ्जनात्मक कार्यक्रमहरू गर्दैछौँ यस्तै छ है हाम्रो पिकनिक आजको सबैजना आइदिनु होला हामीसँग इन्जोय गरिदिनु म पनि क्यामेराम्यान है हाम्रो चुलो त बन्द भइसकेको छ क्यामेराम्यान चाहिँ म हो मेरो बुढीलाई हो भिडियो बनाएको पढेको म त पढेको नि हो फोटो खिचिदिने अनि मलाई पठाएन र भन्छ नि एकचोटि तल आउँदाखेरि एउटाचोटि माथि जाँदाखेरि गर्छ त्यो गोड चाहिँ तल र माथि अहिले चाहिँ यो अब यो पूर्वको उच्च उभौली र उधौली यो पूर्णिमामा कहिले गर्छ यो हाम्रो त माबिङ हो मक्सिरे पुर्ने र यहाँले उभौली र उधौली भन्छ नि त त्यही होला लेकतिर गएपछि त दुध त भाप्दै त्यत्रो बोतल त्यहाँबाट यसो दुध काट्देखि खर्च पानी बोकेर जानुपर्छ खिर पकाएर खिरमा चाहिँ घिउ पनि हालिदिए हुन्छ त्यहाँबाट फेरि त्यो दुध पनि खनाइदिए हुन्छ आमामा ल्याफ्र्याक म पहिला जमानामा न्युरो के लौटा त्यो लेकको न्युरो त अलिक मोटो मोटो हुन्छ नि त्यो न्युरो हुन्छ मनै नपर्ने मान्छे क्या त्यो बन्नको त्यो एकदिन त्यो ल साथीहरू हामीले चाहिँ अब खाना खाएर चाहिँ भ्याइसक्यो है आजको पिकनिक लगभग अब भ्याइसक्यो अब हामी चाहिँ